सो हेलो वेलकम ब्याक टु माई न्यू भिडियो। सो गाइस सबैजना नमस्ते, सबैजनालाई स्वागत छ मेरो अर्को भिडियोमा। सो गाइस आज पनि म घाँस काट्नको लागि यहाँ बारीमा आएको छु होइन, टक्कला रम्लिस काट्नको लागि। सो त्यही हो, रम्लिस काट्नको लागि म बारीमा आएको छु। अब यहाँको रम्लिसको टक्कला यहाँको रम्लिस सबै काट्ने हो र ब्लग चाहिँ अन्तिमसम्म हेरिदिनु होला। आजको ब्लग आज फेरि वेदर भनेको चाहिँ कुहिरोहरू लागिरहेको छ, देख्न सक्नुहुन्छ तपाईँहरू होइन। कुहिरोहरू चाहिँ लागिरहेको छ नि त, अनि त्यही हो अब ब्लग अन्तिमसम्म हेरिदिनु होला। सो गाइस देख्न सक्नुहुन्छ तपाईँहरू होइन, टक्क लगाएर यहाँनिर रम्लिस छ होइन, पानी अलि शीत पनि छ होइन। अनि अब राति पानी परेको रहेछ, मैले त सुतिरहेको थिएँ, चालै पाउँदैन म। यो सुतेपछि के चाल पाइन्छ र होइन। अनि त्यही हो। सो गाइस देख्न सक्नुहुन्छ अहिले चाहिँ पुरै कुहिरोहरू लागिरहेछ नि त हाम्रो गाउँतिर। अब बर्खा मास पनि चलिरहेको छ, टक्कले तलतिर गएर तलबाट गएर त्यहाँनिर लगेर घाँस चाहिँ हानिहाल्ने, घाँस काट्ने हो। त्यही हो। सो गाइस आज पनि स्कुल लागिरहन्छ, डेली लाइफ मेरो त्यही हो, घाँस काट्यो होइन, स्कुल गयो, टक्कर स्कुलबाट आयो होइन, त्यही गऱ्यो कामहरू, त्यस्तै छ गाइस गाउँको होइन। अनि यहाँनिर घाँस चाहिँ म काट्छु, तपाईँहरू भिडियो अन्तिमसम्म हेरिदिनु होला आएर। त्यही हो, यतापट्टि रोडहरू रहेको छ नि त, यो रोड पनि अब पुरै तलसम्म चाहिँ पिच हुँदैछ होइन। त्यही हो। अब अनि हिजो चाहिँ मैले त्यहाँनिरको घाँस काट्यो भने आज चाहिँ म यो मिसो कराक्का काटिदिन्छु होइन। गाह्रो त गाह्रो छ यार, यस्तो काममा मान्छे यत्रो भिडियोमा छैन, यति घाँस त काटिदिने हो। अनि कुहिरो अनि यहाँ पनि छ, यति घाँस चाहिँ हानिदिने हो समेत सुन्यो। अनि त्यस पछाडि भ्लग हेर्दै गर्नु न के हुन्छ होइन। यस्तै हो लेसी भ्लग। सो गाइस फाइनली गाइस मैले चाहिँ होइन त्यति अम्लिसो काटिसकेको छु, यति काटेको यहाँनिर यस्तो काटेँ, यति भएको छ होइन अम्लिसो। अब चाहिँ यो लगेर घरमा राख्नुपर्ने छ, टक्क लगाएर राख्ने पछाडि मेरो काम पनि फिनिस्ड होइन। अनि टक्क लगाएर वेदर पनि अलिअलि यतापट्टि उडिरहेको छ भने यतापट्टि चाहिँ कुहिरो लागिरहेको छ। अनि अघि चिरुप्प हात पनि काटिदिएको छ होइन। अनि दबाई लागेको छ, त्यही हो तितेपाती भन्छ यसलाई। अनि टक्क लगाएर दबाई पनि लगाइसकेँ, टुप्पोले छुइदियो क्या टुप्पोले। यस्तै हो, हँसेको टुप्पो गाडीले सुन्दा फेरि हँस्यो नि, टुप्पो छुएको त्यो मात्र थियो, घाउ बनाइदियो। त्यही हो। सो गाइस गाउँघरमा घाँस काट्दाखेरि यस्तै हो, बन्द त लागेको थियो तर माथि चाहिँ गयो। त्यही हो। सो गाइस ल भिडियो अन्तिमसम्म हेरिदिनु होला र सब्सक्राइब पनि गरिदिनु होला। नयाँ नयाँ आइडी छ, हामी पनि पछि केही न केही त ठुलै हुन्छ होला, पछि अलिकति ग्रो त हुन्छ होला नि त होइन हामी पनि। त्यही हो। सो गाइस भिडियो देख्न सक्नुहुन्छ, के देखेको छैन आज कुहिरो सुहिरो लगाएर नत्र पारी सबै देखिन्छ। म उब्रेको दिन तपाईँलाई देखाइ नै हाल्छु। ओके सो गाइस त्यही हो। ओके बाई, भ्लग अन्तिमसम्म हेरिदिनु होला। फाइनली गाइस म चाहिँ घरबाट बाहिर निस्किसकेको छु र स्कुल जाँदैछु। ओके सो गाइस त्यही हो, भिडियो अन्तिमसम्म हेरिदिनु होला। सो गाइस म चाहिँ बेला घर आइसकेको छु स्कुलबाट पनि। त्यही हो। सो गाइस है त खास स्कुलमा भ्लग गर्न मिल्दैन होइन, तर जे पनि मैले यस्तो हल्का भट्टरको हाल्दै रहेछु, त्यही मान्नु होला सबैजनाले है त। गाइस टक्क लगाएर यहाँ होमवर्क गर्न आँटिरहेको छ त, उतापट्टि रहेको छ कपीहरू होइन, कपी बुकहरू गर्नु छ, अरू भनेर होमवर्क गर्नु छ। अनि यहाँनिर प्र्याक्टिकलहरू बनाउँदैछु नि त, त्यही भएर टक्क लगाएर बनाउनु छ प्र्याक्टिकलहरू। यतापट्टि पढ्दैछु होइन, एकदम पढिरहनु पर्यो अन्त। त्यही हो। सो गाइस भिडियो अन्तिमसम्म हेरिदिनु भयो होइन, त्यही हो। र सो गाइस त्यही हो होइन, भिडियो अन्तिमसम्म हेरिदिनु भएको छ। ओके सो गाइस होइन, अनि बेलुका चाहिँ टक्क हल्लाएर बेलुका भइसकेको छ, हल्लाएर उनाटिरहेको छ र मैले चाहिँ हल्का तलसम्म पुर्याइदिउँ न त होइन भनेर टक्क लगाएर घुमघाम गर्नलाई आइसकेको छु म। र सो गाइस त्यही स्कुलमा चाहिँ भ्लग गर्न पाइँदैन नि त, अनि त्यही भएर अहिले चाहिँ म बेलुका फेरि भ्लग गर्दै जाँदैछु।
कस्तो लाग्छ भनिदिनु होला अँधारो पनि भइसकेको छ निकै नै कति बज्यो 7 बजिसकेको छैन 7 बजे अझै पनि उज्यालो त उज्यालै हुन्छ तर 7 बजिसकेको छ ओके सो गाइस तलतिरसम्म पुगेर आउँ न त ओके लेट्स गो बहडा छ जस्तो गाइस बहडा खाँदै जाँदैछु म पर उताबाट ल्याएको नि त यहाँ होइन सो गाइस यो भनेको चाहिँ टक्कलर बाटो यहाँदेखि चाहिँ उता रोड छ होइन उता माथितिर चाहिँ जितपुरतिर जान्छ होइन यता माथितिर अनि टक्कलर यता चाहिँ तल लेकवातिर जान्छ अरुणतिर होइन अनि टक्कलर यहाँदेखि चाहिँ हाम्रो घर जान्छ जङ्गल गाडी छ बाटो तर घर चाहिँ परतिर यहीँनिर नजिक छ सो गाइस त्यही हो बाटो अप्ठ्यारो छ बिस्तारै बिस्तारै बनाउनुपर्छ नि होइन त्यही हो सो गाइस म चाहिँ तलतिर जान्छु बाटोमा चाहिँ मान्छेहरू होइन तपाईँलाई भेटिन्छ होइन हामीले चिनजान गरेको चाहिँ अनि त्यो बोर्डमा चाहिँ अलिकति लाज नै लाग्छ होइन तलतिर पनि देखाइरहनु रहेछ यस्तो गाइस फर्स्ट टाइम ब्लग बनाउँदैछु नि त नि त्यही भएर चाहिँ हल्का चाहिँ लाज चाहिँ लागि नै हाल्छ र आयो म चाहिँ यहाँ मान्छेतिर आइसकेको छु नि त अनि टक्क लगाएर यहाँ तलतिर आइसकेको छु म त तलतिर अनि म जाँदाखेरि चाहिँ ब्लगहरू देखाउँछु ओके सो गाइस ब्लग चाहिँ हेर्नु होला नछुटाउनु होला है त सो गाइस क्वालिटी त आलु छ होला है बेलुका खासै क्वालिटी चाहिँ निकाल्दैन रहेछ क्या मोबाइलमा तर जोस् दिउँसो चाहिँ बबाल निकाल्छ आइफोनलाई टक्कर दिन्छ होइन अनि टक्कर तपाईँ देख्न सक्नुहुन्छ यहाँ तलतिर घरहरू गाउँहरू रहेको छ भने यतातिर चाहिँ अलिअलि जङ्गलहरू रहेको छ अनि यता माथि पनि जङ्गलहरू रहेको छ होइन अनि टक्कर यहाँ रोडहरू छ गाडी आउँदैछ यो बाटो चाहिँ पुरै अब पिच हुन्छ अरे क्या गाछहरू पुरै पिच गर्नको लागि नि यो बाटोहरू बनाएको क्या टक्कर वाल सल लाएर अनि यो चाहिँ फुटपाथ अरे होइन यो चाहिँ पुरै पात पतेङ्गरहरू छ क्या टक्क लगाएर होइन त्यही हो सो गाइस हाम्रो गाउँतिर यस्तै हो होइन हाम्रो गाउँ भनेको यही हो त्यही हो सो गाइस त्यही हो होइन साह्रो घुम्न आइरहेछ त्यही हो सो गाइस यसो बाहिर घुमघाम गरिदिउँ न त होइन कति घरभित्र मात्र बस्नु होइन कति स्कुल गएर मात्र आउनु त्यही हो सो गाइस अब म जाँदै जाँदै भिडियो बनाउँछु अन्तिमसम्म हेर्नु होला ओके बाई सो गाइस अँधारो भइसकेको छ क्या झिमेकै परिदिइसकेको छ अनि म फर्किँदैछु घर त्यही सो गाइस अँधारो भइरहेछ होइन इमास्तिर हो क्या मेरो घर चाहिँ होइन रोड ततिर हिँड्दैछु म भ्यूहरू तपाईँ देख्नुहुन्छ सक्नुहुन्छ सो गाइस यो चाहिँ खास चाहिँ छैन होला यो बाटो पिच हुँदाखेरि चाहिँ बवाल हुन्छ कि अब पिच गर्छ नि त होइन पिच गर्छ बिहान घाँस काटेको चाहिँ म माथि हो यही माथि हो त्यही नै आउँदा रहेछु क्या अनि यहाँ चाहिँ सर्टकट बाटो छ क्या टक्क लगाएर सिडी छ होइन ढुङ्गा सिडी कस्तो ब्लड आइदिएर ए यो सो गाइस ढुङ्गा लगाएर सिटी छ माथि घर छिटो पुग्न लागि गाउँमा त बाँदरहरू आउँछ नि त अनि बाँदरहरू खेताउनको लागि चाहिँ सजिलो हुन्छ अनि म रोड चलि जाँदैछु बहुत हल्लियो होला है यस्तै यस्तो गाइस नलागि आनन्द लान्छु अनि पाहाडी आगो लागिरहेछ कि देख्नु त आगो लागिरहेछ क्या पाहाडी हेर्नु न तिर्मिरदेखि ल पाहाडी आगो लागिरहेछ डेन्जर पाहाडी बहुत आगो लागिरहेछ यार सो यतातिर पनि लाग्थ्यो आगो होइन अँधारो भइसक्यो सो गाइस म बेसी अँधारोमा पनि हिँडिरहेको छु एउटा ब्लग बनाउनुको लागि त्यही हो सो गाइस अँधारोमा पनि म हिँडिदिन्छु क्या म्याएको होइन त्यही हो अँधारो भइरहेको छ यो माथि चाहिँ जितपुरतिर जाने बाटो हो होइन लाइट बालिदिउँ त्यही हो सो गाइस त्यही हो अँधारो हुँदैछ होइन लाइट बालेर जाँदैछु म ओके सो गाइस आजलाई भिडियो यति नै ब्लग यति नै भयो होइन अब अर्को तालि नयाँ ब्लगमा भेटौँला ओके सो गाइस बाई नयाँ भिडियो आउने नै छ होइन सकेसम्म दिने नै छु ओके सो गाइस बाई र सो गाइस आज यति नै हो भिडियो ओके बाई